ल गाइस हामी चाहिँ ढेँडो खाएको आज चाहिँ एकदम मिठो फापरको ढेँडो सेट मटन ल गाइस सबैजनाले उपवास गरिदिनु होला ढेँडोले ढोक्दियाला ढेँडोले ढोक्दियाला सो यो ढेँडो त सिमगाठ खाँदै छिटिन्छ जस्तो छ आयो ढेँडो थप्छ थप्दैन कुर्सी त तानेन न हामीलाई चाहिँ भात थपिदिनु ल अब एक कराई भात लिएर आउनु अब सबैलाई थप्नु हो त अनि पैसा तिरेर खान्छ कम कम माग्नुपर्छ हो म त सपाउनु पर्छ खानु चाहिँ मन लाग्छ खानै जान्नु म जस्तो खानु लगाइस यसरी हो दालको चाहिँ बच्चा क्या करेला फ्राई हुन्छ करेला चाहिँ धेरै राखिदिनु मलाई आयो आयो साग भात आउँदैन भात भाइ 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 अब थोरै खानु भात यहाँ युट्युब है दामी हाल है भात हालेको 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 है ल ल ल अब 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 भयो 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 ओ गुड ल थकलीमा है गाइस थकलीमा बुझ्नुभयो तपाईँहरूले यसरी दन्गाउनु पर्छ देखाएको कतै भ्यू आउँछ कि यसो अब आउने त सु त हो चोप्टा त आउँदैन होला यति खान्छ भने धेरै खायो थोरै खाना गुन्द्रुक चाहिँ थोरै दिनु थोरै ल बस भट्टा मास मिसिएको रहेछ मिठो पिरो पिरो म त मर्छु होला सिस्टिकाले चिकन खाएको पसिना भने लेमनले पिर्नुपर्छ के हो पिरै परेछ त के पिरो यस्तो भैँसीको मासु क्या यता नमिस हो म ए
मटन रस थोरै ल ल बस भयो भयो अरू त यहाँ थोरै माम पर्छ आउनुहोस् न मामु आउँछ आउँदैछ खानुपर्छ है मस्त अरू त पनि कान्छे थाप्यो भने ढेँडो खानु त नि